गाइस म चाहिँ हङकङ मार्केट जानु आँटेकै अहिले चाहिँ हङकङ मार्केट जानु आँटेको तपाईँले देख्नुभयो होला सामानहरू है एकजना कस्टमरको पुऱ्याउने जानु आँटेको गाइस तपाईँलाई भ्यू देखाउँछु है कतादेखि निकाल्यो त्यतैदेखि ठिक छ एकदम सजिलो हुन्छ बोलेर आयो मिलबुटको त्यहाँबाट बोक्नु पर्यो आम्मा त्यहाँदेखि बोक्नु पऱ्यो भने त बिजोकै हुन्छ नि अन्त भन्दै 1.5 घन्टा जस्तो लाग्यो अब त्यति त्यो त हो 500 रुपियाँ भन्यो ए 500 रुपियाँ अगर ट्रेन नगरेर कुद्नुपर्छ केही दिन पऱ्यो गाडीमा रोडमै पो टाँसिनु खोज्छ त यिनीहरू त अङ्कल पनि निकालौँ न राजाको फोटो खिचेको नि बसेर भगवान